हेलो एभ्रिवान, नमस्ते। के गर्नु हुँदैछ सबैजना? आज चाहिँ मेरो थुक्पा पाक्दैछ। अन्त यहाँ चाहिँ मेरो थुक्पाको लागि चिकन रस हुँदैछ। अन्त यहाँ चाहिँ मेरो नुडल्स बोइल हुँदैछ। अब त जाडोको मौसम आयो नि त। अब जाडोमा चाहिँ तातो तातो रससँग है, चिकनको रससँग चाहिँ थुक्पा खानु एकदम मिठो हुन्छ जाडोमा। यहाँ चाहिँ मेरो धनियाँ छ, अनि यहाँ चाहिँ प्याज र खोर्सानी, अनि यहाँ चाहिँ निम्बु। मेरो छोरी चाहिँ आइसक्रिम खाँदैछ। चाहिँ मेरो थुक्पा रेडी भइसकेको छ। अब यो जाडोको मौसममा तातो तातो है, कस्तो मिठो हुन्छ, एकदम मलाई चाहिँ मनपर्छ।